उहाँको समस्या चाहिँ म भन्छु हैन उहाँ चाहिँ किन आफ्नो अनि त्यसो लजाउनु भएको भन्दाखेरि उहाँ चाहिँ अहिले भनौँ भाउजू भनौँ उहाँ चाहिँ अहिले अनलाइन हुनुहुन्छ त्यही आज हुनुहुन्छ कस्तो भयो आजको संगति वचन कस्तो भयो एकदमै राम्रो उहाँकोले दिनु भएको गर्मी छ हौ गर्मी छ यार यस्तो गर्मी 1 केजी चिनी पसलबाट ल्याएको बाटैमा यस्तो भइदियो सिंगल प्लास्टिक भयो डबल ल्याउन भुलेछु हेलो गाइस वेलकम ब्याक माई न्यू ब्लग आज चाहिँ हामी संगति जाँदैछु म एक्लै छु पछाडि सुमन आउँदै हुनुहुन्छ अनि यता अगाडि चाहिँ हेमु भाइले पर्खिरहेको छ उहाँ चाहिँ आज पहिलोचोटि हाम्रो मण्डली जाँदै हुनुहुन्छ मलाई थाहा छैन त्यसैले 1 घण्टा अगाडिदेखि मलाई कुरिराख्नु भएको छ म चाहिँ पुरै यहाँ सुमनलाई छोडेर हेमन्तलाई नै भेट्नलाई पुरै कुदिरहेको छु यस्तो गर्मी बढेछ कि आजभोलि यो सोलुखुम्बुमा कुरै नगरौँ क्या यस्तो गर्मी छ लास्टै कुदेको छु अनि गर्मी पुरै भइरहेछ पसिनै पसिना भइरहेछ यस्तै छ हाम्रो सेवा सङ्गतिहरू अनि यस्तो यहाँ कुदिरहेको छु होइन ढिलो भयो 10 बजिसक्यो त्यसैले खासमा हाम्रो 10 बजीदेखि सुरु हो तर भरे 10 साढे 11 नै बस्छ सबै बेला हुँदा त सुमनलाई चाहिँ पछाडि छोडिराखेँ होइन यस्तो पसिना छ कि गर्मी पुरै गर्मी छ अनि भर्खर राजु भाइले फोन गर्नुभएको थियो अनि घरमै रहेछ अनि पछाडि सुमन आउँदैछ सँगै आउनु भनेको थिएँ म चाहिँ हेमन्तसँग जाँदै गर्छु भनिरहेको थिएँ त्यस हामी 4 बजी ढिलो भएछ केही छैन यस्तै हो सोलुखुम्बुमा गर्मी बढेको छ पुरै लोत गर्मी छ अब के गर्नु चापतिर अब तार्न जानु पर्ला कि त्यस्तै हो आज सङ्गतिको बारेमा हाम्रो चर्चको बारेमा फेलोसिप भित्रको होइन मण्डली परिवारहरूको बारेमा सबै म भिडियोमा देखाउनेछु अन्तिमसम्म हेर्नु होला म चाहिँ अहिले हिँडेको 10-15 मिनटमा कुदेर बरदी भन्ने गाउँमा आइपुगेको छु होइन बरदी गाउँमा हो हेमन्त यहीँ पर्खिराख्नु भएको छ आइसक्नुभयो तरिका गर्मी छ हौ गर्मी छ यार यस्तो गर्मी छ अनि पसिना आइरहेछ यस यस्तो गर्मी छ कि आमा सोलुखुम्बुमा गर्मी भरेर हिँड्नै गाह्रो छ हौ पुरै पसिना आएर पुस्ने रुमाल नि छैन खासमा 10 बजी नै तर बेला सुक्की मेला ढिलो छु एन हेर्दै म चुथो भए मुन केटा इन चम्लाग मै गुरा त आउँछ सुमन मे राजु एम चुथो भए A few moments later जय मसी अनि यो समय पाएकोमा परमेश्वरलाई महिमा भएको होस् र यो समय दिनुहुने सञ्चारिका परमेश्वरको छोरीलाई पनि प्रभुले आशिष दिनुभएको होस् र हामी अब चाहिँ आराधनामा जानेछौँ परमेश्वरको उपस्थितिलाई खोजी गर्नेछौँ है तपाईँहरू आफ्नो खुट्टामा खडा हुन सक्नुहुन्छ लेखेको छ हालेलुया परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर उहाँको महिमै आकाशमा उहाँको प्रशंसा गर उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको तुरै बजाएर उहाँको प्रशंसा गर
बिना र सारङ्गी बजाएर उहाँको प्रशंसा गर खैजरी नाचका साथ उहाँको प्रशंसा गर तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर सास हुने हरेक प्राणीले परम प्रभुको प्रशंसा गर हालेलुया आमेन हुन्छ हामी यहाँ छलेर परमेश्वरले नगर नखाऊ भन्नुभएको चिजहरू खाएको छौँ कि गरेको छौँ कि त्यो कुराहरू चाहिँ जब अन्त्यको समयमा चाहिँ इन्साफ हुन्छ इन्साफको समयमा चाहिँ आफ्नो काम अनुसारको चाहिँ सबै आफ्नो काम अनुसारको इन्साफ हुन्छ जब त्यसपछि चाहिँ त्यो जब इन्साफ हुन्छ हामीले यो प्रवचन भनेको चाहिँ यो चाहिँ पूर्व सूचना हो। यसरी बुझ्नुपर्छ कि पूर्व सूचना अब भविष्यमा हुन आउने कुराहरू हो। यो सूचना अब भविष्यमा यस्तो हुन्छ है भनेर यो सूचना हुँदैछ। होसियारको लागि पहिल्यै चेतावनी हामीले पाउनुपर्छ। अनि यहाँ मोसाको पुस्तक अगमवक्ताको पुस्तक भनेको छ। अगमवक्ताहरूले चाहिँ अगमबानी गर्यो भविष्यमा के हुन्छ यसको लागि अगमवक्ताले अगमबानी गरेको अगमवक्ताको पुस्तकहरू हो। परमेश्वरको प्रेरणा पाएर परमेश्वरले अगमवक्ताहरूलाई सूचना दिनुभएको छ। त्यो सूचना हामी सुन्नेछौँ। अनि मोसाले चाहिँ आज्ञा गर्नुभएको छ है। मोसेको पुस्तक भनेर हामी सुनेका छौँ। मोसाले चाहिँ आज्ञा त्यो आज्ञाहरू पालन गर्नुपर्नेछ। जब त्यो परमेश्वरले भन्नुभयो मोसेको पुस्तक र अगमवक्ताको पुस्तक त्यहाँ छ त्यो पढौँ अनि त्यसलाई पालन गरौँ भनेको छ। आज साँच्चै नै हामी मुक्तिलाई इन्कार गर्यौँ भने हाम्रो अगाडि चाहिँ अनन्त कहिले पनि नदेख्ने अनन्त कहिले पनि फेरि फर्केर नआउने यो अनन्तको दण्ड र अनन्त जीवन दुईटा बाटोबाटले प्रयास गर्नुपर्छ। डर राख्नुपर्छ परमेश्वरको र हामी अघि बढ्नुपर्छ। श्राप पनि जान नदिउँ। यो वचन पढे यहाँ लेवीको पुस्तक पनि छ। यहाँ पनि 28 अध्यायमै पाइन्छ। अनि यहाँ व्यवस्थाको पुस्तक छ। मोसाको पुस्तक हो यो। मोसाले लेखेको पुस्तक। अनि यो पढेर आज्ञा पालन गर्यो भने के आशिष पाइन्छ त्यो भित्रै छ। अनि के उल्लङ्घन गर्यो भने के श्राप पाउँछ त्यो पनि त्यही छ। तपाईँहरूले यो पढेर आफैले तपाईँसँगै पुस्तक पनि अगमवक्ताको पुस्तक पनि मोसाको पुस्तक पनि छ। पढ्नुहोस्, बाइबल पढ्नुहोस् अनि बुझ्नुहोस्। नबुझेको चाहिँ यसले के भन्नु खोजेको भनेर हामीलाई सोध्नुहोस्। जानेसम्म तपाईँहरूलाई प्रस्ताइदिन्छौँ। नजानेको चाहिँ हाम्रो पनि माथि अगुवा छ मलाई म प्रश्न गरेर उहाँबाट इन्टरभ्यू लिएर पढ्यो भने प्रार्थना गर्न सकिन्छ। कसैको केही छ छैन? धन्यवाद। Later. सङ्गति सकेर चाहिँ अहिले हामी उता घरतिर हिँडेको। हामी दिमारापट्टिको हामी सबैजना विश्वासीहरू कतिजना अगाडि गइसक्नुभयो। हामी पछौटे टिमहरू चाहिँ अहिले जाँदैछ। यता राज हुनुहुन्छ। कस्तो भयो आजको सङ्गति? वचन कस्तो भयो? एकदमै राम्रो। उहाँकोले दिनुभएको उहाँको के भन्नु एक्स गर्लफ्रेन्डले एक्स भन्दा वाइ होला। एक्सको भ्यालु छैन त साँच्चै एक्सको भ्यालु हजुरको झोला बोक्नु पर्ने। एक्सको भ्यालु भनेको लक्ष्मण छ। त्यस्तै। अनि अरू के छ त राजुको खबर? ल ल ल अपी सोल्ठी नि म थप्कियो सोल्ठिया छ भन्दा रुङा ये तक मंगा रुङा ये सिट यो चाहिँ हाम्रो दिमारा झुन्डहरू हो। यस्तो शीतलमान छाता उडिरहेछन्। मैले त छाता ल्याउनै भुलेछु भमदेलदेखि आँगनदेखि।
2 केजी चिनी पसलबाट ल्याएको बाटैमा यस्तो भइदियो सिङ्गल प्लास्टिक भयो डबल ल्याउन भुलेछु अनि मैले नि माग्नै भुलेछु उताबाट नि दिनै भुलेछ 2 केजी त्यतिकै भुइँमा गयो अब जोस् किराहरूको लागि चाहिँ राम्रै भयो कमिलाको लागि चाहिँ मान्छे के म डबल प्लास्टिकमा नै भुलेछु या चिनी धेर भएर पोखिरहेछ के गर्नु प्लास्टिकको हालत यता नि हेर्नु यस्तै हो अब त हुँदैन यो एकदम भनौँ न लक्ष्मण टेन्सनमा हुनुहुन्थ्यो तर के भन्नु चिनी पनि पोखिहाल्यो पोखेर त म तनावमा थिएँ के हो साँच्ची हाँस्दै जान्छु के कारणले हो आज सङ्गति हामी आएको आज खासमा नआउनु भनेको त्यही भएर मलाई यसले भराइदिएको फेरि भरै सोचेँ म एउटा त्यो काम थियो के भेट्नु पर्ने अनि त्यही भएर अझ बाद में 3 किचन भी मैं आता हूँ पिया तो मैं बाद में नहीं म अर्कै साकपु भात गएको थिएँ लो भाइ अब त यो भन्दा त माटो पो कुन ठाउँ भन्नुहुन्छ होला यो चाहिँ रोचमको ये क्यामेरा यसरी खाऊँ कि यसरी खानु खानु आधी जति त थियो है ठ्याक्कै ठ्याक्कै सुहाउँछ त्यो यस्तो गर्दा चाहिँ नभन्दा चिनी त के गर्ने आफै चाख्दै हुन्छ अब यो सबै हौ त्यसो यहाँ लाउनु ह बानेर प्याक गरेर यहाँ लाउनु मेरो पत्न खोज्थे एक साथ चाहिँ पुग्छ है एक साग होइन आधीमा अलि बढी उठ्यो यो चाहिँ हाम्रो दिमरापट्टिको जवान के अरे सङ्गतिहरू जवान कस्तो भयो सुमन आजको सेवा सङ्गति वचन कस्तो भयो एकदम राम्रो भयो वचनदेखि लिएर सेवा सङ्गति अलिअलि गीत चाहिँ बिग्रेको त्यो त भन्नै पर्दैन जस जवानको भावले नि अनि भाउजू कस्तो भयो आजको सेवा सङ्गति भएको अवस्था कस्तो भयो आजको सेवा सङ्गतिलाई भनिदिनुहोस् न यसो कस्तो लजाउने हौ मान्छे नलजाउनु न उहाँको समस्या चाहिँ म भन्छु होइन उहाँ चाहिँ किन आफ्नो अनि त्यसरी लजाउनु भएको भन्दाखेरि उहाँ चाहिँ अहिले भनौँ भनौँ भाउजू भनौँ उहाँ चाहिँ अहिले अनलाइन हुनुहुन्छ त्यही भएर उहाँ चाहिँ यसो अफलाइनहरूमा आउनुहुन्न अफलाइन हुनुहुन्छ होइन ल मोटु अनि राजु भाइ कस्तो भयो सेवा सङ्गति एक्सपिरियन्स होइन वचन आशिषमय भयो कि भएन भेरी भेरी ह्याप्पी यस यस त्यो मको भाषा नबोल्नु महँगो कति पर्छ भिआइपी भाषा नबोल्नु ल यहाँ नेपाली भाषा बोल्नु क्या जस्ट राइट अघि वर्णमासले भने जस्तै होइन मोटु ओ मोटु के छ यस्तै हो ल भन्नु न भन्नु अनि आज लक्ष्मणको हुनेवाला उहाँको के भनौँ भविष्यको कर्णदारले दिनुभएको वचन चाहिँ हजुर एकदमै कर्णदारले दिनुभएको उहाँलाई तार्ने क्या वारिपारि तार्ने त्यही हो, उहाँले भन्नुभएको उहाँले त्यस्तै सूत्र प्रयोग गर्नुहुन्छ ए ल है आजको सङ्गति यस्तै भयो होइन राम्रै भयो अब आशिषमय भयो राम्रोसँग भिडियो गर्न नि पाएन भित्र अब वचनमा अनि उहाँ अलिक होइन? के भनौँ न त्यो उहाँकोले दिनुभएको होइन अनि उहाँले अलिक भिडियो गर्न उता हेर्नु भएन क्या त्यस्तो होइन अब भित्र मण्डलीमा मोबाइलमा अब हेर्नुहुन्छ मण्डली अरूले वचन बोल्दाखेरि चाहिँ हेर्नुहुन्छ होइन त्यस्तो होइन। तर उहाँले चाहिँ आज आफ्नो भएन त्यस्तो होइन मण्डलीभित्र अलिक त्यो वचन कारण छ होइन हजुर मण्डलीभित्र भिडियो गर्न अलिक अप्ठ्यारो हुन्छ नि त त्यही त्यस्तो भएर होइन। अघि गरिरहनु भएको थियो तर उता त्यही भएर भिडियोहरू भएन मण्डलीभित्रको मण्डलीको भिडियो चाहिँ त्यति मैले गरिनँ यस राम्रै भयो सेवासँग आशिषमय भयो होइन राजु ठिक छ अब अर्को हप्ता यसरी आइन्छ यस आजको ब्लग चाहिँ म राख्छु नराख्नु अझै